हुनुहुन्छ सचिवज्यू हुनुहुन्छ गोकर्ण उप्रेतीज्यू। त्यसपछि हाम्रो दिदी हुनुहुन्छ लक्ष्मी पौडेलज्यू, भान्जी नानी हुनुहुन्छ हाम्रै उहाँको कामना पौडेल र भान्जा हुनुहुन्छ रुपेल, छोरी हुनुहुन्छ कामना पौडेल र हामी यो अवस्थामा छौँ र आज विशेष उहाँको सम्झनामा कुमार पौडेलको सम्झनामा दिदीहरू हुनुहुन्छ र यहाँ उहाँहरूले चाहिँ अब देशमा मृत्युदण्डकै सजाय नीति हुनुपर्छ, अपराधीहरूलाई ज्यान मार्ने, भ्रष्टाचार गर्ने, बलात्कार गरेर मार्ने क्रूर र जघन्य अपराधीहरूलाई सजाय मृत्युदण्ड नै हुनुपर्छ भनेर यसमा चाहिँ उहाँहरूले हस्ताक्षर गर्दै आफ्नो धारणाहरू राख्दै हुनुहुन्छ, जुन म यहाँहरूलाई देखाइरहेको छु र सँगसँगै म अब यो फोटो पनि यहाँलाई देखाइराखेको छु र उहाँहरूले यो हस्ताक्षर गरिरहनु भएको छ र देशवासीलाई पनि यसरी हस्ताक्षर गरेर देशमा ज्यान मार्ने, भ्रष्टाचार गर्ने, बलात्कार गरेर मार्ने क्रूर र जघन्य अपराधीहरूलाई कस्तो सजाय गर्नुपर्छ म तपाईँहरूसँग पनि राय लिन चाहन्छु। त्यसैले देशवासी सम्पूर्ण दाजुभाइ दिदीबहिनी आमा बुवाहरूलाई भन्न चाहन्छु कि अब हजुरहरूलाई के लाग्छ, देशको संविधान संशोधन गरेर भए पनि ज्यान मारा भ्रष्टाचारीहरूलाई मृत्युदण्डको सजाय हुनुपर्छ जस्तो लाग्छ कि लाग्दैन? त्यसैले हजुरहरूको राय सल्लाह र सुझाव दिनुहोला। यही मृत्युदण्डबाजी नागरिक अभियान नेपाल 2082 को सचिवालयमा आएर हजुरहरूले बुझेर हस्ताक्षर गरेर अभियानलाई पनि साथ सहयोग र समर्थन गर्दै राज्यमा नीतिको माग गर्न म यहाँहरूलाई हार्दिक अनुरोध गर्छु। सर म एकैचोटि यो देखाइदिन्छु है, हजुर केही छैन, मैले हजुरलाई देखाउँदैछु। मृत्युदण्डवादी नागरिक अभियान नेपाल 2082 को सचिवालय मैले यहाँहरूलाई देखाइरहेको छु र यहाँहरू हस्ताक्षर गर्दै हुनुहुन्छ। मैले हजुरलाई कति बुझाएँ अथवा बुझाइनँ होइन, अब हजुरले यो देख्न सक्नुहुन्छ र यो आजको विशेष दिन आज यो रहेको छ, मैले यहाँलाई देखाइरहेको छु र हाम्रो विशेष यो पनि रहेको छ, यो हजुरले देखिरहनु भएको छ। त्यसैले आम हामीलाई हेर्ने दाजुभाइ तथा दिदीबहिनीहरू, देश र देशवासी दाजुभाइ दिदीबहिनीहरूलाई भन्न चाहन्छु कि अब देशमा ज्यान मार्नेलाई कस्तो सजाय गर्ने, भ्रष्टाचार गर्नेलाई कस्तो सजाय गर्ने, बलात्कार गरेर मार्नेलाई कस्तो सजाय गर्ने होइन, अनि त्यसपछि अपराधीलाई कस्तो सजाय गर्ने भन्ने सवालमा हजुरहरूको धारणा विचार महत्त्वपूर्ण हुने हुँदा म हजुरहरूसँग जनमत मागिरहेको छु। हजुरहरूको धारणा विचार, राय सल्लाह र सुझाव मैले यहाँहरूसँग मागिरहेको छु र यहाँ हस्ताक्षर गरेर सबै दिदी लक्ष्मी पौडेल, भान्जा कुमार पौडेलकै भान्जा हुनुहुन्छ, उहाँ छोरी हुनुहुन्छ र उहाँ दिदी हुनुहुन्छ, हाम्रो उहाँको सचिव हुनुहुन्छ र हाम्रो अभियानकै बहिनी हुनुहुन्छ, उहाँहरू सबै हुनुहुन्छ। हस्त धन्यवाद, नमस्कार। हुनुहुन्छ सचिवज्यू हुनुहुन्छ गोकर्ण उप्रेतीज्यू। त्यसपछि हाम्रो दिदी हुनुहुन्छ लक्ष्मी पौडेलज्यू, भान्जी नानी हुनुहुन्छ हाम्रै उहाँको कामना पौडेल र भान्जा हुनुहुन्छ रुपेल, छोरी हुनुहुन्छ कामना पौडेल र हामी यो